हेलो नमस्ते, म अनिता र साइली। अहिले चाहिँ म एउटा पोषण नाङ्लो कार्यक्रम गरेर आएको छु। म पोषण नाङ्लो कार्यक्रम गरेर चाहिँ यो बाटोबाट हो। अब चाहिँ म यो बाटोबाट अफिस जाँदैछु। यो पोषण नाङ्लो कार्यक्रम चाहिँ हामीले यस समुदायमा भएको सीमान्तकृत चेपाङ बस्तीमा चाहिँ हामीले केही वर्ष अगाडिदेखि चाहिँ एउटा तारा नमस्ते फाउन्डेसनको आर्थिक सहयोगमा चाहिँ हामीले यो कार्यक्रम गर्दै आइरहेको छौँ। र यो कार्यक्रम चाहिँ हामीले गर्भवती, सुत्केरी र 5 वर्ष मुनिका शीघ्र कुपोषित बालबालिकाहरूलाई चाहिँ हामीले यो कार्यक्रम गर्छ, जसमा चाहिँ अब गर्भवती भएको 3 महिनाभित्रमा चाहिँ होइन हामीले पहिलो पोषण नाङ्लो कार्यक्रम गर्छ भने, अनि सुत्केरी भइसकेपछि 7 दिनदेखि 14 दिन भनौँ न 14 दिनभित्र चाहिँ हामीले दोस्रो पोषण नाङ्लो कार्यक्रम गर्दछ। र अनि यदि यस समुदायमा जुनसुकै बालबालिकाहरूलाई चाहिँ शीघ्र कुपोषित भएका छन् भने हामीले यस कार्यक्रममा समातेर चाहिँ हामीले पोषण नाङ्लो कार्यक्रम गर्दैछौँ। र धेरै धेरै धन्यवाद तारा नमस्ते फाउन्डेसन टिमलाई। उहाँहरूको सहयोगले चाहिँ एउटा कम्युनिटी